नमस्कार साथीहरू। आज मैले क्लास 10 को विज्ञानमा केमिस्ट्रीको एउटा मैले कार्बन डाइअक्साइड ग्यास भन्ने टपिकमा सिमुलेसन तयार पारेको छु। यो एसई दिने विद्यार्थी भाइ बहिनीहरूको लागि एकदमै फाइदाजनक रहेको छ। यो कार्बन डाइअक्साइड ग्यास टपिकमा प्रयोगशालामा कार्बन डाइअक्साइड ग्यास कसरी बनाउने भन्ने मैले यहाँ व्याख्या गरेको छु। सर्वप्रथम कार्बन डाइअक्साइड ग्यास बनाउनका लागि आवश्यक पर्ने उपकरणहरूको यो सूची भयो, लिस्टहरू भयो। यति सामग्रीहरू चाहिन्छन्। रिटर्ड स्ट्यान्ड, यो सबै सामग्रीहरूको यहाँ लिस्ट पनि, यहाँ चित्र पनि दिएको छ। यहाँ रिटर्ड स्ट्यान्ड भयो, यो स्ट्यान्ड हो, यो कालो जुन ठाडो यहाँ छ, यो स्ट्यान्ड भयो। उल्फ बोतल, यसैमा यहाँनिर उल्फ बोतल पनि रहेको छ, यो उल्फ बोतल हो। यो रबरको कर्क, यो पहिलो रङको रबरको कर्क भयो। थिसल फनेल, यहाँ थिसल फनेल पनि यो चिम्नी जस्तो जुन ठाडो उभ्याइएको छ, यो भयो हाम्रो थिसल फनेल। डिलिभरी ट्युब, पानीको ड्रप अर्थात् वाटर ड्रप, यो जुन भाँडो छ सिसाको, यो वाटर ड्रप हो। ग्यास जार, ग्यास जार यो भयो ग्यास राख्ने भाँडो। त्यसैगरी चुनढुङ्गा, यो सेतो सेतो जुन छ ढुङ्गाको जस्तो, ढुङ्गाको टुक्रा जस्तो, यो चुनढुङ्गा भयो। फिक्का हाइड्रोक्लोरिक एसिड, फिक्का हाइड्रोक्लोरिक एसिड चाहिन्छ, यो केमिकल भयो। त्यसैगरी यो जुन वाटर ट्रपमा यो सानो बिर्कोको जस्तो राखिएको छ, त्यो बिहाइभ सेल्फ हो। लगभग यति उपकरणहरू प्रयोगशालामा कार्बन डाइअक्साइड ग्यास बनाउनको लागि चाहिन्छ। अब यो सम्पूर्ण उपकरणहरूलाई कसरी मिलाउने, कसरी सेट गर्ने भन्ने म यहाँ पनि एउटा यहाँ डायग्राममा हेर्नुहोस्। यो सबै जति पनि उपकरणहरू हेर्नुभयो, त्यो सबै उपकरणहरूलाई यसरी हामीले सेट गर्न सक्छौँ। यो भयो स्ट्यान्ड, यो उल्फ बोतल भयो, यो भयो हाम्रो डिलिभरी ट्युब, यो ग्यास जार भयो, यो वाटर ट्रप भयो, यो बीचको जुन रेक्ट्याङ्गल जस्तो छ, यो भयो हाम्रो बिहाइभ सेल्फ, अनि यो जुन छ यो भयो हाम्रो थिसल फनेल। यही थिसल फनेल भएर डाइल्युट HCl राख्ने हो, फिका सल्फ्युरिक एसिड राख्ने हो, अनि भित्र जान्छ, अनि भित्र रिएक्ट हुन्छ, यो रिएक्सन हुन्छ। अनि रिएक्सन भएपछि यो जुन छ यो डिलिभरी ट्युब, डिलिभरी ट्युब भएर कार्बन डाइअक्साइड ग्यास यो डिलिभरी ट्युब भएर यता वाटर ट्रपको पानीमा आउँछ, अनि वाटर ट्रपको पानीमा आएपछि पानीलाई विस्थापित गरी यो ग्यास जारमा कार्बन डाइअक्साइड ग्यास जम्मा हुन्छ। यसरी यो डायग्राम भयो। र प्रयोगशालामा कार्बन डाइअक्साइड ग्यास बनाउनको लागि यो पिक्चर पनि सोध्छ, यो पिक्चर पनि सिक्नु होला, प्र्याक्टिस गर्नु होला। अर्को कुरा, यसलाई हामीले उल्फ बोतललाई स्ट्यान्डमा राख्नुहोस्। यहाँ उल्फ बोतल छ, यसलाई स्ट्यान्डनिर राख्ने। त्यसैगरी उल्फ बोतलभित्र चुनढुङ्गाका टुक्राहरू राख्नुहोस्। उल्फ बोतललाई स्ट्यान्डनिर राखिसकेपछि उल्फ बोतलभित्र यो चुनढुङ्गालाई राख्नुपर्ने हुन्छ। त्यसपछि प्वाल भएको रबरको बिर्को लगाउनुहोस्। यो रबरको जुन बिर्को छ त्यो उल्फ बोतलको प्वालमा राख्ने हो। त्यसपछि बिर्कोको प्वालबाट थिसल फनेल छिराउनुहोस्। यो जुन हाम्रो थिसल फनेल छ कर्क छ, रबरको कर्क,
यो कर्क भएर यो थिसल फनेललाई घुसाउने हो। यो घुसाउनको लागि यो थिसल फनेलको जुन यो तलको छेउ हो, यो छेउलाई अलि तताउनु पर्छ र तताएर यो रबरलाई पगालेर भित्र घुसाउनु पर्छ। त्यसैगरी बिर्कोको पालबाट अब यहाँनिर थ्योरीहरू भइसक्यो। थ्योरी हेर्नुहोस्, कार्बन डाइअक्साइड ग्यासको सिद्धान्त, इन्ट्रोडक्सन एन्ड अकरेन्स। कार्बन डाइअक्साइड ग्यास रङ्गहीन, गन्धहीन र हावाभन्दा भारी ग्यास हो। यो वायुमण्डलमा करिब 0.03% पाइन्छ। यो रङ्गहीन, गन्धहीन हुन्छ, यसको रङ हुँदैन, गन्ध हुँदैन र अलिकति हावाभन्दा भारी हुन्छ। त्यसैगरी यसको हिस्ट्री हेर्नुहोस्, सन् 1630 मा भ्यान हेलमोन्टले काठ बालेर यो ग्यास पत्ता लगाएका थिए भने 1755 मा जोसेफ ब्ल्याकले यसलाई तयार पारेका थिए। काठ बालेर हेलमोन्टले पत्ता लगाए कार्बन डाइअक्साइड ग्यास भने जोसेफ ब्ल्याकले पनि यसलाई ल्याबमा पत्ता लगाएका हुन्। त्यसैगरी ल्याबोरेटरी प्रिपेरेसनमा प्रयोगशालामा चुनढुङ्गा CaCO3, यो चुनढुङ्गाको आणविक सूत्र भयो CaCO3। चुनढुङ्गाका टुक्राहरूमा फिका हाइड्रोक्लोरिक एसिड डाइल्युट, यो डाइल भनेको डाइल्युट हो, HCl सित रासायनिक प्रतिक्रिया गराएर कार्बन डाइअक्साइड ग्यास बनाइन्छ। यहाँनिर हाम्रो जुन रिएक्सन भएको छ यो चुनढुङ्गा भयो, यसैमा यो HCl राख्ने हो। यो दुईटै रिएक्ट भएपछि यहाँनिर हाम्रो कार्बन डाइअक्साइड ग्यास बन्ने हो र अन्य पदार्थ पनि बन्छ। यो क्याल्सियम क्लोराइड CaCl2 र पानी पनि बन्छ, तर हामीलाई मेन कुरा यो कार्बन डाइअक्साइड ग्यास चाहिने हो। त्यसैले कार्बन डाइअक्साइड ग्यासको कुरा हामीले यसमा विशेष गरौँ। प्रोसिड्योर यो सबै यहाँनिर छ, यो सबै पढ्नु होला राम्रोसँग। तरिकाहरू भयो कसरी बनाउने भनेर। त्यसैगरी प्रोपर्टिज भयो, यो भौतिक गुणहरू। रङ्गहीन, गन्धहीन ग्यास हो, यो हावाभन्दा करिब 1.5 गुणा गरुङ्गो हुन्छ। यो पानीमा थोरै मात्रामा घुल्छ र कार्बनिक अम्ल बनाउँछ। यो पानीमा घुल्ने ग्यास हो यो, र पानीमा घुलेपछि एक प्रकारको कार्बनिक अम्ल बनाउँछ। यसले भिजेको निलो लिटमस पेपरले रातो बनाउँछ, अम्लीय गुण भएकोले। किनभने अम्लको गुण यसले निलो लिटमस पेपरलाई भिजेको अवस्थामा रातो रङमा परिवर्तन गर्दछ। यो आफै बल्दैन, तर बल्दै गरेको वस्तुलाई यसले निभाउने काम गर्छ। यसको रासायनिक गुणहरू भयो यो। अझै यसमा युजेज अर्थात् उपयोगिताहरू, यसले आगो निभाउन, चिसो पेय पदार्थ जस्तै कोका कोला, सोडा जस्ता चिसो पेय पदार्थ बनाउन, उच्च चापमा यो ग्यास खुलाइन्छ। ड्राई आइस अर्थात् सुक्खा बरफ, ठोस कार्बन डाइअक्साइड ग्यासलाई ड्राई आइस भनिन्छ। यसलाई -78 डिग्री सेल्सियसमा चिस्यायो भने यो कार्बन डाइअक्साइड ग्यासलाई ठोस रूपमा यो प्राप्त हुन्छ, जुन चाहिँ ड्राई आइस हुन्छ। र त्यो ड्राई आइसलाई माछा, मासु, औषधि, सागपात, फलफुल आदिलाई केही दिनसम्म सुरक्षित राख्नमा यसलाई प्रयोग गरिन्छ। जस्तै मान्छेको मृत डेड बडी हुन्छ नि, त्यसलाई पनि केही दिनसम्म सुरक्षित राख्न यही ड्राई आइसको प्रयोग गरिन्छ। त्यसैगरी प्रकाश संश्लेषण, यो त थाहै छ। हरिया बिरुवाहरूले सूर्यको प्रकाशमा खाना बनाउन यो ग्यास लिन्छ। यो सूर्यको प्रकाशको साथसाथै यसले हावाबाट कार्बन डाइअक्साइड ग्यास पनि लिएर प्रकाश संश्लेषण गरी खाना बनाउने काम गर्छ। युरिया मल बनाउन, यो कार्बन डाइअक्साइड ग्यासको उपयोग युरिया मल बनाउनमा पनि गरिन्छ। युरिया मल, लुगा धुने सोडा बनाउनमा पनि यसको प्रयोग गरिन्छ। युरिया मल बनाउनका लागि कार्बन डाइअक्साइड ग्यास र एमोनिया ग्यास पनि यसमा आवश्यक हुन्छ। एमोनिया ग्यास भनेको NH3 हो र कार्बन डाइअक्साइड ग्यास भनेको CO2 हो। यो दुईटैले रासायनिक प्रतिक्रिया गराउँदा NH2CONH2 भन्ने युरिया मल तयार हुन्छ। त्यसैगरी क्विज क्वेसन पनि यहाँ छ। यहाँ भाइभाका लागि पनि केही क्वेसन राखिदिएको छ सिमुलेसनले। त्यसैगरी डायग्राम त हेरि नै हाल्नुभयो। त्यसैगरी यहाँ भिडियो पनि छ, एनिमेसन यहाँ चलाएर हेर्न सक्नुहुन्छ। यहाँ ग्यास बनिराखेको छ, कार्बन डाइअक्साइड ग्यास।
यो चुनढुङ्गा र फिका हाइड्रोक्लोरिक एसिड बीच रासायनिक प्रतिक्रिया भएर कार्बन डाइअक्साइड ग्यास बन्यो र यो डिलाइभरेट ट्युब भएर यतापट्टि ग्यास जारमा जम्मा भएको देखाइएको छ। त्यसैगरी नोट्स पनि यो परीक्षामा सोध्न सक्ने खालका क्वेशनहरू पनि यसमा छन्। प्रिन्ट पनि गरेर निकाल्न सक्नुहुन्छ। धन्यवाद।